साथीहरू यो मेरो पहिलो भ्लग हो है। सबैजनाले माया गरिदिनु होला ल। अब भ्लगतिर लागौँ है त। मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। म चाहिँ यो खाडी मुलुकमा हिँड्दैछु ल। खाडी मुलुक हेर्नु ल सबैजनाले, राम्रोसँग देखेको छैन होला। यस्तो छ हेर्नु, बालुवाको खानीमा डेभलप गर्न चाह्यो भने जे पनि हुँदो रहेछ क्या। अब एकैछिनमा म तपाईँहरूलाई बालुवा खानी देखाउँछु ल। यस्तो छ, म खाडीको गाउँमा घुमिरहेको छु क्या टक्कसँग होइन। म पनि नयाँ नयाँ हो युट्युबमा, सबैजनाले साथ सपोर्ट दिनु होला, माया गरिदिनु होला मेरो युट्युब च्यानललाई, डिआरएस फ्यामिलीलाई। खाडीमा साँझ पऱ्यो है साथीहरू, मस्त। अब घाम यतै हो पश्चिम, ट्याक्क मेरो पछाडि पश्चिमतिर, मेरो अगाडि पूर्वतिर है। म पूर्वतिर जाँदैछु। तपाईँहरूलाई पूर्व पनि देखाउँछु ल। तर मलाई चाहिँ यहाँको सिस्टम हो क्या मन परेको। खाडी भनेर हेपेर के गर्नु, सिस्टम दामी छ त, अनि के गर्नु त। सबैभन्दा राम्रो कन्ट्री डेभलप हुन सिस्टम र भिजन चाहिँदो रहेछ। यहाँको भिजन अनि सिस्टम चाहिँ मलाई एकदम मनपर्छ क्या। त्यही भएर तपाईँहरूलाई मैले छोटो छोटो क्लिप देखाउने कोसिस गरिरहेको छु। तपाईँहरूले सबैजनाले माया गरेर मलाई साथ सपोर्ट दिनुभयो भने ल हेर्नु है। यो पुरा यो पार्किङ एरिया हो, फ्री पार्किङ एरिया यो पुरा। अनि पैसा पनि लाग्छ। त्यो सिटी एरियामा चाहिँ पार्किङ गऱ्यो भने चाहिँ पैसा लाग्छ। यो चाहिँ अलिकति पब्लिक एरिया भयो, अनि त्यही भएर यो फ्री पार्किङ हो। यो हरेक ठाउँमा पार्किङ छ कि। एउटा बिल्डिङ बन्यो भने 10 मिनिमम 15वटा गाडी अट्ने पार्किङ बन्छ क्या। अनि पो डेभलप हुन्छ, अनि पो सिस्टममा बस्छ देश। पहिला आफूले सबै कुरा सिस्टम बनाउँदै बसाउँदै गयो भने त्यो कसैले पनि लौरी लाएर, अङ्कुसे लाएर, नथिया लाएर डोडाएर हिँड्नु पर्दैन रहेछ क्या। अब यो ठाउँमा तपाईँको कसैलाई पनि नथिया लाएर डोडाउनु नि परेन, कसैलाई पनि अङ्कुसे लाएर तान्नु परेन। सिस्टम छ क्या यहाँ। टक्क सिस्टमले तपाईँले गलत गर्नुभयो भने अटोमेटिक फाइन हानिदिन्छ, तपाईँको मोबाइलमै मेसेज आउँछ क्या। अनि कहाँ पुगेर छ त कन्ट्री। हाम्रोमा अझै पनि मोबाइल अनि सामाजिक सञ्जाल बन्द गर्ने खोल्ने चलिरहन्छ फेरि। त्यस्तो छ, गाह्रो। धेरै कुरा गर्नुहुन्न पोलिटिक्सको बारेमा होइन। ल हेर्नुहोस् खाडी मुलुक यस्तो छ, देख्नुभयो। उता गाडी बोली दौडिरहेछ, रोड लाइट झिलिमिली छ। अब एकछिनपछि तपाईँहरूलाई यहाँ खाडीको यस्तो झिलिमिली देख्न सक्नुहुन्छ तपाईँहरूले।
सकिँदैन क्या, खाडी मुलुक भनेर हेपेर हुन्छ। आधा हाम्रो कन्ट्रीको आधा पब्लिक त खाडीले पाल्दैछ त। युरोप, अस्ट्रेलिया, अमेरिका भनेको त्योभन्दा धेरै खाडी मुलुकमा छ क्या मान्छे। अनि खाडीले पाल्दिरहेछ त, खाडीलाई किन हेर्नु पऱ्यो नि त, पुरै खाडी हो। तपाईँहरू के खाडी भनेर के भन्नुहुन्छ? हेर्न मिल्छ खाडीलाई? फेरि यहाँ खाडीमा भयो भने ठुलो कुरा गरे होइन कि सिस्टम हुनुपर्छ भन्न खोजे मात्रै हो। सबैजनाले चाहिँ माया गरिदिनु होला मेरो च्यानललाई, डिआरएस फ्यामिलीलाई। हेरौँ तपाईँहरूले माया कतिको दिनुहुन्छ, अनि मैले खाडीमा बसेर कति तपाईँहरूलाई खाडीको बारेमा अपडेट दिन सक्छु। त्यो त अब तपाईँहरू हामी ममा डिपेन्डेन्ट हुन्छ होइन। तपाईँहरूले माया दिन सक्नुभयो भने मेरो भ्लग पनि आउँदैन, भिडियो पनि आउँदैन, अनि तपाईँहरू पनि अपडेट हुनुहुन्न, म पनि अपडेट हुन सक्दिनँ। अनि कसरी तपाईँहरूलाई मैले अपडेट दिन सक्छु भन्नु त? त्यही भएर सबैजनाले मेरो च्यानललाई एकदमै माया गरिदिनु होला, खाडी हेर्नु ल। म चाहिँ अहिले बाटोमा हिँडिरहेको छु। सबै यो पब्लिक एरिया पार्किङ, मेरो पछाडि देख्नु भएको जति नि सबै पब्लिक एरिया। अब तपाईँहरूलाई देखाउँछु म यहाँ अगाडि यो चाहिँ पुरै हाइवे होइन, बुझ्नुभयो? यो चाहिँ हाइवे होइन, यता यो जाने, यो उताबाट आउने, यो राइट ड्राइभिङ भएर हो। अब म चाहिँ रङ साइडबाट बाटो क्रस गर्दैछु। यहाँ जेब्रा क्रसिङ छैन होइन, तर यहाँ जेब्रा क्रसिङ सिग्नल बिना चाहिँ बाटो क्रस गर्न पाइँदैन ल है। मैले बाटो क्रस गरेर नि भ्याएँ। के गर्नु, हाम्रो अब घरदेखि लागेको बानी हो क्या यो चाहिँ। अब हामी यो ठाउँमा आइसकेपछि, अर्को मुलुकमा आइसकेपछि, जुन हामी जहाँ हाम्रो जन्मस्थल, जहाँ हामी हुर्केको, त्यो ठाउँलाई चाहिँ हामीले घरै भन्नुपर्छ, घरै सम्झिनुपर्छ। अनि घरदेखि लागेको बानी अब कहाँ भुल्न सकिन्छ, कहाँ बिर्सिन सकिन्छ होइन। अनि त्यही भएर मैले पनि यहाँको नियमलाई मिच्दिएर बाटो काट्दिएँ। अब म डेस्टिनेसनमा लगभग आइपुगेँ। बाँकी चाहिँ तपाईँहरूलाई एकछिनपछि देखाउँछु ल। यहाँ एउटा यस्तो वेट मेसिन भेट्यो होइन, पैसा हाल्नुपर्ने रहेछ क्या। फेरि एक दिनमा हालेपछि म कति केजी रहेछु त हेरौँ न त ल। यहाँ टक्क यसरी ल यार, मलाई त यो चित्तै बुझेन यार। 57 मात्रै देखायो साथीहरू, यत्रो त हुँदैन यार। म 82 83 को मान्छे, 57 देखाउँदा त अनि म 20 केजी घटेँ त। म 20 केजी घट्दा त म त कस्तो हुनुपर्छ मान्छे। लास्टै डुबाए यार। यो बल देख्नु भएको छ नि, प्लस जस्तो हो। यहाँ चाहिँ कसैले क्यान्टिन पसल राख्न चाह्यो भने चाहिँ त्यस्तो साइन राख्नुपर्छ क्या, गभर्मेन्ट रुल्स, बक्काला भन्छन् त्यसलाई। हाम्रो त के, घर बनाउने बित्तिकै एउटा सटर राख्ने, टक्क पसल राखिदिने, अनि व्यापार भएन भन्यो, अनि रोएर हिँडिदियो, सक्यो।
अनि लास्टमा सरकारलाई गाली गर्यो, पसल चल्छ कि चल्दैन, ठाउँ कस्तो छ हेर्नु छैन, बुझ्नु छैन। अनि आफूले लगानी गर्ने ठाउँ नहेरिकन अनि व्यापार भोलि बिहान डुब्यो भने चाहिँ ल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्छ अरे। यो कुरा चाहिँ मलाई साह्रै चित्तै नबुझ्ने कुरा मलाई, होइन साथीहरू। तपाईँहरूलाई चाहिँ के लाग्छ? मैले लगानी गरेको, म कस्तो ठाउँमा लगानी गर्दैछु, कति लगानी गर्दैछु, भोलि बिहान बेनिफिट त्यसको कति आउँछ मलाई, होइन? मैले त्यसको लागि कति टाइम दिन सक्छु, आफूले दिन सक्ने पनि त हेर्नुपर्छ। अनि आफूले टाइम कति दिन सक्छु, बेनिफिट कति लिन सक्छु भन्ने कुरा हुन्छ क्या बिजनेस गरिसकेपछि, जस्तो लाग्छ मलाई है। तर मलाई त्यो बिजनेस सम्बन्धी आइडिया छैन फेरि। अनि आँखा चिम्लेर घर बनाएँ बाटो छेउमा भन्दैमा एउटा सटर खोलिहाल्ने, अनि त्यसपछि चाहिँ एउटा 30-40 हजार खर्च गरेर पलाइसलाई ल्याएर ऱ्याकस्याक बनाउने, अनि त्यसपछि अलिअलि 1 कार्टुन चाउचाउ, 1 कार्टुन बिस्कुट, अनि 1 पोका सुर्ती, 1 डन्डा चुरोट राखेपछि चाहिँ पसल भइहाल्यो। अनि त्यसपछि व्यापार भएन भनेर डुबेर रोएर जात्रा चौपट। यो कुरा चाहिँ म मान्दिनँ। तर एउटा कुरा के मान्छु भने अहिले चाहिँ नेपालमा आर्थिक मन्दी लागेको छ, व्यापार चौपट छ, त्यो कुरा चाहिँ मान्छु म। ल हेर्नुहोस् है, जुन बालेन सिटी छ नि, बालेन सिटी भन्नुहुन्छ नि तपाईँहरूले, बालेन सिटी भिजन भनेको यो हो क्या। यो बत्तीभन्दा उतापट्टि खोला छ, बुझ्नुभयो? यो बत्तीभन्दा उतापट्टि खोला छ, यो पुरै खोलाको छेउ हो। पुरा ल हेर्नु पार्किङ, पुरै पार्क बनाइदिएको छ यहाँ। यो पुरै बच्चाहरू खेल्ने, वाकिङ गर्ने। अब तपाईँहरूलाई म साइड टाइम छैन होला, त्यहाँ गएर देखाउँथेँ। यहाँ तपाईँहरूको यस्तो दामी, अब अलिकति वाकिङ सकिङ गर्छु अनि फिजिकल गर्छु भन्ने मान्छेहरूलाई पनि फिजिकल गर्ने ठाउँ बनाएको छ क्या यहाँ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होला त्यो भित्र, यो लाइटको त्यो टेन्टको मुनि। ल हेर्नु, यहाँनिर खेल्ने ठाउँहरू पनि बनाएको छ होइन बच्चाहरू। अनि यो हो क्या, अलिकति स्पेस एरिया भयो हुने बित्तिकै अब यहाँनिर पार्क भन्छ क्या, अनि त्यहाँनिर पब्लिकको लागि हुन्छ। अब यो एरिया भनेको पब्लिक एरिया भयो, यहीँ नजिकै छ पब्लिक एरिया, यो पुरै पब्लिक एरिया। ल हेर्नु, यस्तो छ साथीहरू खाडीको। म चाहिँ अलिकति नयाँ भएको भएर दिउँसो भ्लग स्टार्ट गर्न लाज लाग्यो, अनि त्यही भएर साँझ परेको बेला भ्लग स्टार्ट गरेको। मेरो अनुहार पनि राम्रो देख्नु भएको छैन होला सायद, म पनि राम्रो त छैन, अनुहार राम्रो तर देख्ने कुरै भएन। त्यही पनि तपाईँहरूलाई मैले मेरो वरिपरि, मेरो नजिक मेरो 4 किल्ला वरिपरि चाहिँ तपाईँहरूलाई देखाउन कोसिस गरिरहेको छु। ल हेर्नु, यो भनेको सानो बाटो हो क्या, देख्नु सानो बाटो तर डेभलप। हेर्नु यहाँ बत्ती, हेर्नु 24 आवर बत्ती, अनि त्यसपछि पार्किङ एरिया, अनि यो अकोमोडेसन सकिँदैन क्या, सक्दै त सक्दैन। अनि आउने दुःख गर्ने, अर्काको कुरा काट्ने, दिनभरि बालुवामा बेल्चा हान्ने, टोइलेट सोर्ने, अनि त्यसपछि बेलुकी भएपछि रवि भन्यो, बालेन भन्यो, केपी भन्यो, शेरबहादुर भन्यो, प्रचण्ड भन्यो, कुरा काट्यो, बस्यो। अनि त्यसपछि 11-12 बज्छ अनि सुत्यो। अनि कोही टिकटकमा रमायो, आफ्नो आफ्नो दुनियाँ छ। कसैले कसैलाई केही भन्न मिल्दैन। तर हामी भनेको त एकदमै सानो, माटोभन्दा नि तल, जमिनभन्दा नि तल गएको मान्छे क्या। अलिकति माथि उठ्यो भनेको हर्क साम्पाङ, गोपी हमाल, अनि त्यसपछि बालेन शाह, रवि लामिछाने, उहाँहरू नै हो क्या। अनि कुलमान घिसिङ
कुलमणि घिसिङको जागिर बर्खास्त हुने बित्तिकै मन्त्री के नाम हो मन्त्री मैले बिर्सेँ नाम चाहिँ उपनाम चाहिँ कान्छा तामाङले स्ट्यान्ड ल्यायो कि राम्रो काम गर्ने मान्छेलाई यत्तिको स्ट्यान्ड लिनुपर्छ क्या सबैजनाले यो चाहिँ हुनैपर्छ राम्रो काम गर्ने मान्छेलाई गाली गरेको छ अनि गलत काम गर्नेलाई वाउ वाउ गरेछ ताली बजाएको छ अनि कहाँबाट भन्छ देश अनि विदेश राम्रो विदेश त्यसै राम्रो हुन्छ नि आफ्नो देश नराम्रो भएपछि